एकदम धेरै आरोप लागेको, किनभने तपाईँ अगाडि भएपछि यो सोध्नुपर्छ होला। सोध्नु न। धरानमा तपाईँले त्यहाँको कार्यपालिकाका सदस्यहरूलाई, त्यहाँका जनप्रतिनिधिहरूलाई वाक्क दिक्क बनाउनु भएको थियो। मैले धरानले बल्ल 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 त्राण पायो। हो अब सिंहदरबार आउनुभयो, तपाईँको आलोचकले के भन्छन्, धरानले भन्छन्। सुन्नु न, धरानमा पहिला जे जस्ता हुन्थे भ्रष्टाचार कमिसन खोरी होइन, तपाईँको चाहिँ नदी नाला बेच्ने यी सारा कुरालाई रोक्ने मान्छे हो म है। दैनिक जसो चाहिँ चोक चोकमा झगडा हुन्थ्यो, खुकुरी हानाहान छुरी हानाहान हुन्थ्यो, ती सारा व्यथितिलाई साइड लाउने मान्छे हो म। अब त्यो मान्छे काठमाडौँ प्रवेश गरेको छ। अब देशभर त्यो खालको सुशासन होइन र थितिको शासनको ग्यारेन्टी हुन सक्छ, त्यो चाहिँ भन्नु न बरु। क्युआरमा पैसा त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो नामै बोलाउँदा सुन्नु न, त्यसमा पनि म आउँछु। हिजो पूर्वको प्रभातको रूपमा हर्क साम्पाङ उदय भएको थियो, अहिले माथि ट्याक्कसँगले केन्द्रमा आएको छ, सबैतिर झलमल